शिक्षक आन्दोलनको कारण प्रभावित भएको विद्यार्थीको पढाइ विधामा परिपूरण गरिने भएको छ। नेपाल शिक्षक महासंघले आफ्नो अनुकूलता अनुसार हिउँदे र वर्षे विधामा पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ। आन्दोलनका क्रममा आयोजना भएको आम शैक्षिक हडतालको कारण विद्यालयको भर्ना र पठन पाठन अवरुद्ध हुन गएको छ। विद्यार्थी वर्गमा पढ्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे विधामा पठन पाठन सञ्चालन गर्ने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताएका छन्। 45 दिन विदा हुने भएकाले कति क्षति भएको छ सो अनुसार कक्षा सञ्चालन गर्न महासंघले भनेको छ। कुनै ठाउँमा हिउँदे विदा हुन्छ, कुनै ठाउँमा वर्षे विदा हुन्छ, दशैं र तिहारमा पनि विदा हुन्छ। अनुकूलता हेरेर कक्षा सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनु भएको छ। शिक्षक महासंघले गत 20 चैतदेखि 29 दिन काठमाडौँमा सडक आन्दोलन गरेको थियो। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दा पठन पाठन प्रभावित भएको थियो। सरकार र महासंघ बीच 17 वैशाखमा 9 बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो। 1 वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि शिक्षकहरूको हडतालको कारण भर्ना अभियान समेत प्रभावित भएको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार अहिले भर्ना अभियान चलिरहेको छ। साथै विद्यार्थीको हात-हातमा किताब पुर्याउने काम पनि भइरहेको छ। सबै ठाउँमा पुस्तक पुगिसकेको छ, कतै पनि अभाव छैन। आवश्यकता अनुसार विद्यार्थीको हात-हातमा पुस्तक पुर्याउने काम भएको छ। जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले बताउनु भएको छ।